सुन्दाखेरि मिठोसम्म आउँदैन त्यो बेलासम्म चला। अब बिस्तारी हामी के गर्छौँ भन्दाखेरि गीतमा सजाउने काम हुन्छ, फोटो खिच्यो किनभने आजकल खाना त चिसिन्छ र फोटो जस्ताको जस्तै फेसबुकमा इन्स्टाग्राममा स्ट्याटसमा त पुग्ने पर्यो के भन्नुहुन्छ हो कि होइन। अब खाना बस्ने सुरुमा सबै भन्छ म त कुनै टुक्रा मात्रै खाने, 5 मिनटपछि प्लेट खाली। अरू अर्कोले सोध्ने चिकन कति थियो, उत्तर आउँछ थोरै नै रहेछ। अनि घरको एउटा मान्छे चाहिँ अन्तिममा आउँछ मेरो लागि राखेको छ कि छैन। सबैले एकचोटि हेर्छ राखेको त थियो तर इतिहास भयो। यदि तपाईँहरूलाई हजुरहरूलाई भिडियो मन पर्यो भने लाइक शेयर र फलो गर्न नबिर्सिनु होला। कमेन्टमा भर्नुहोस् तपाईँको घरमा चिकन पाक्दा सबैभन्दा ठुलो टेस्ट एक्सपर्ट को हुनुहुन्छ होला। ल अब धेरै गफ नगरौँ, हाम्रो चिकन चिसो हुन्छ अनि नेपालीको मुड पनि। धन्यवाद। फेरि अर्को स्वादिलो र रमाइलो रेसिपी